यो मुनिबाट जेको जेको आमा उयो बेम्बो कुकिङ हेर्नु त बेम्बो कुकिङ जेको जेको छिटो आगो लागिहाल्छ नि यस्तो चाहिँ हुँदैन बेम्बो निकाल्ने भएन छेउमा राखेर पकाउनु पर्नेलाई केटाले खट्टे यता भएपछि यत्रो हुन्छ तर छेउमा हाल्नु पर्यो बेम्बो कुकिङ केही हुँदैन बेम्बो राइस कुकिङ बेम्बो राइस तँ उतै यसलाई उतै माथि खोल्दिउ नखोल्नु एकछिन पाक्दैन फेरि भर्छस् न आमा उयो हेर उरु यो तलको चाहिँ निकाल त उ त मुनिको लागि झिका त अनि होइन तलको चाहिँ निकाल न यो चाहिँ भाइरल हुन्छ आमा बेम्बो राइस अनिल सुलालले चाउचाउ डोडा यस्तै भयो पानी ल्याएर पानी आमा भात आगो बाल्दै निकाल्छ फायरम्यान भइगयो ट्रेडिसनल बेम्बो कुकिङमा चाहिँ अब भात हाम्रो भइसक्यो अब यो चाहिँ अब केमा खानु न त यो भात अबे यो त किचियो त हेर दाइ त बेम्बो राइस कुकिङ हेरौँ यस्तो छ आमा हेर एकचोटि हल्लाउ त यसरी दुईपट्टि यस्तै हल्लाउ न फोन हल्लाइरहेको यसरी हल्लाउ लास गर्छ फोन ए त्यो हल्लाउ न अर्कोपट्टि नै समातेर नझिक न चिन हेरौँ कस्तो भएछ एकछिन चल ए पक पक नझिक न त्यो हल्लाउनु पर्छ क्या यता सानो नि त पानी नै छौ त्यो बिर्को लगाऊ पानी आयो भड्डीमा पकायो भने चाहिँ खनेको भयो यो चाहिँ पाके अब त्यो दुईपट्टि यसो समात पाएछ फेरि सुन त घरतिर सुको त माथिको हो क्या सबभन्दा दुईपट्टि समात त्यसलाई अनि हल्लाउ घोला तर त छत्लक छत्लक बनाऊ न यसमा पानी नै छ यसमा चाहिँ पानी चाहिँ हल्का उम्लिँदैछ अब त्यसलाई तलकोलाई माथि माथिकोलाई तल राखिदिउँ न पानी नै छ नि राजु राजु नि नफ्याल हो छोड नफ्याल बातेर अब चाहिँ कोइला बनाएर कोइलामा लडाइदिने होला कि अब ऊ त्यहाँ माथि राखिदिनु पर्छ पानी त निप्छ यार ए आगो त निप्छ यार एकचोटि यसरी गर न ओइ सुभाष एकछिन हल्ला न यो त होइन हल्लाउ न यसै उता उपापट्टि क्या ढुङ्गामा गदा यसरी यसरी हल्लाउ न भनेको क्या तल र माथि हो सर यसो आगो बढी उयो त आमा बल पऱ्यो त आगो बल्यो त कोइला भयो क्या सुमन्द्रले तान्नु खोज्दा खोज्दा अहिलेदेखि होइन पानी साइजमा नि बेम्बो राइस पानी राइस होइन पानी घोप्ट्यो कोइला राइस यो भरे यसले पुग्दैन यो उहरू देखेर चाहिँ भाइरल होइन यो सुमनको टिक्राहरू देखेर चाहिँ भाइरल हो हावा त उल्टो हानु त फेरि एकचोटि यसरी हल्लाउ न हो सुभाष तलको माथि बनाऊ न एकपल्ट क्या सेफ यस्तो सुभाष द सेफ बन्द खै टोपी ल्याउन सेतो लगाइदिउ न मेरो थियो नि माथि घरमा म अघि बोक्दिउँ जस्तो लाग्दै थियो क्या भर्स्याउने मात्र यसलाई सबभन्दा आमा यो त हेरौँ यो पो पाकेछ त यो पाकिसकेछ सबैभन्दा लास्ट हो यो त अनि दुलो परेछ भित्र सबै यो पस्छ यार त्यसको पाकेछ नि यो आगो बल्यो त भात दामी पाकिसक्यो आम्बो भाइहरूले डाइरेक्ट हाल्छ नि त आगोमै छेउमा साइडमा सेक पात्र टाइपले हाल्नुपर्छ नि हौ बेम्बो राइस यसमा नि निकै उतो भएछ यसको पनि पानी छ पानी चाहिँ पानी होइन भाँचौँ न त बिचमा बिर्को यसको भएछ जहाँबाट यो पानी यो झन् पर यो पाकी
कोन्डो भाइले त यसलाई पनि उयो ठाउँमा कोन्डो सुभाषै कन्ड भाइ दावा चाहिँ दावा मेरो अनुहार हो यति पर नराखौँ होला हौ पाकिसकेको हुँदैन ए कति आगो बाल्दै झिकी गयो नि भात केटाले ठिक ल बसौँ भित्र गएर अब अनि तरकारी चाहिँ के गर्ने दाइ मसलाले पकाउनु पर्यो क्या माछा मार्नु पानी पर्यो केटालाई तल फेलिकै भुँडी फर्काएर रामबेनीको ट्याङ्कीमा भेटिरहेको हुन्छ केटालाई कस्तो सोधा क्या पानी कहाँ पर्यो अरे भुइँमा पर्यो आगो बाल्दै झिक्छ नि त भात इन्टरनेसनल सेफमा यहाँ जुम गरौँ फेरि खतरा हेरौँ नसा फुलिएको अब पातको लुगा बनाइदिनु केराको पाततिर सबै बेच्नु केराको टक्क लाएर सुभाष एक भारी केराको पात लिन जान्छु भनेको होइन टार्गेट चाहिँ उयो छ उसको माथि बगान छ अरे नि त कहाँ रे उहाँ ऊ माथि होइन उहाँ देखिरहेको छ उत्तिस गाडी माथि जाऊ जङ्गल खोला खेल्नु फात्तै यतादेखि बाल्लो यतादेखि बाल्लो हालेर मास्टर सेफ बनाउनु पर्यो नि यस्तै डर थिएन क्या बाँसै डर थिएन छेउमा हाल्नु पर्थ्यो यसरी उ त्यसरी अब यो नहेरिकन छोडिरहेको भने बाँस